स्वास्नी छ के जानु खोलेको किनारा मैले जवान सानो दिएका किनारा उसो गरेर पुडिसके खुसीले चाखौला दुवै बहिनी मिलाएर राखौला खोलिएको किनारा मैले माया सानो नएको अन्त माया नलाउने मैरहेछ के जानु खोइ अर्काको कोही रहेछ खोलेको किनारा मैले जवान नमस्कार म थापा मगर लोकगीत गायिका म मकवानपुर हेटौडाबाट हामी आज यहाँ टुडीखालमा हाम्रो महेन्द्र दाजुले बोलाएर आएको दिनभरि खोजेर भेटेन रात परेपछि भेट्यो अर्का पहिटेका मेरो चाहिँ 20वटा एल्बम छ हजुर म म्युजिक भिडियो खेलेको छु हजुर म इन्द्रेणीमा गाउने गायिका हजुर मेरो 41 सालमा मकवानपुर लोकगीत संघ हेटौडा संस्थाको बिउरोपी त्यहाँ गाउन हिँड्दा 59 सालमा राष्ट्रिय दोहोरी गीत 32 स्थानको बिउरोपी त्यहाँबाट फेरि गाउन हिँड्दा राष्ट्रिय सङ्गीतकर्मी सङ्घको लगेर 3टा संस्थाको बिउरो पनि मलाई आन्टी भन्थे आमा भन्न थाले अहिले बजै भन्न थालेछन् होइन बजै भन्दा पनि मलाई गीत गाउने अफर आज म त खुसी छु अब हजुरबाट नि 2 शब्द जान पर्यो नमस्कार हजुर अलिकति यता उभिदिनु पर्यो तपाईँ अलिकति नजिक आइदिनु पर्यो हजुर शक्ति सङ्घको चाहिँ सदस्य हो हजुर काठमाडौँ जिल्लाको चाहिँ हजुर आजीवन सदस्य हो म हजुर लोकदोरी संस्था मैले चाहिँ अब यस्तो लाइभ दोरी चाहिँ धेरै ठाउँ लागेको छु मैले अब यो 3-4वटा स्टुडियोमा मैले दोरी गएको छु होइन एउटा चाहिँ गीता तामाङसँग गएको छु अनि अर्को चाहिँ एउटा गौतम भन्छ गएको छु एकदम भाइरल भएको छ त्यही कारणले चाहिँ मलाई यहाँ आज पनि मौका के अरे देउघाटमा विद्यार्थी तेलजालले बोलाएको थियो हजुर यो आजको यो कारणले गर्दा म नगएको हस् हस् मैले इन्द्रेणीमा गएर म भाइरल भएर 24 लाख भ्युज गएको म एउटा शब्द गाउँछु हजुर हजुर खोलेको किनारा मैले जवान सानो दिएका किनारा जाऊ भन्थ्यो नुवाकोट गएन थत्रो मादल बजाउने मन छैन खोलेको किनारा मैले जवान सानो दिएका किनारा मैले जवान सानो दिएका किनारा नमस्कार अब हामी हस् खाएको पैसा नि तिर्दिन्छु जान्छौ भने नयाँ मादल फेरिदिन्छु किनारा सानो नएको होइन र खोलेको किनारा नयाँ मादल किनेर फेर्छु खाजा खाएको पैसा नि मै तिर्छु खोलेको किनारा मैले जवान सानो दिएका किनारा मैले जवान सानो दिएका किनारा मलाई त आउँदैन हजुर हो युट्युब हो तपाईँकोमा अहिले बनाइदिन्छु भोलि हाल्छु यो भिडियोमा मेरो युट्युब च्यानलमा यमराज खनाल अफिसियल छ
मलाई त राम्रो छ पर्छ क्या यहाँबाट हजुर